विन्डोज फायरवाल के हो त? आजको यस भिडियोमा म तपाईँहरूलाई भन्नेछु विन्डोज फायरवालले कसरी काम गर्छ। जब तपाईँले आफ्नो कम्प्युटरलाई इन्टरनेटबाट जोड्नुहुन्छ त्यतिखेर के हुन्छ भने डेटा हाम्रो सिस्टममा उताबाट आउन थाल्छ हाम्रो सिस्टममा। अब त्यो डेटामा के आइरहेछ, जस्तै हामीले कुनै ब्राउजर एक्सेस गरेर त्यहाँ हामीले केही युज गर्दैछौँ, केही चलाइरहेछौँ, फेसबुक, युट्युब, समथिङ, गुगलमा अब के सर्च गरिन्छ होइन, धेरै कुरा हेरिन्छ, सर्च गरिन्छ। अब त्यहाँबाट डाटा आइरहेछ, तर त्यो डाटामा के आइरहेछ, कस्तो किसिमको भाइरस आइरहेछ, कस्तो अनवान्टेड फाइल आइरहेछ, कुनै ह्याकरले एट्याक गरिरहेछ कि भन्ने अब त्यो कसले हेरिरहेछ त? हाम्रो इन्टरनेटबाट डाटा त आइरहेछ, तर त्यसलाई कसले हेर्दैछ भने तपाईँको फायरवालले हेर्दैछ। अब मानिलिउँ तपाईँको यो इन्टरनेट भयो, यो तपाईँको सिस्टम भयो। अब के भयो, फायरवाल भनेको तपाईँको सिस्टमको बिचमा छ। अब त्यहाँबाट चाहिँ कस्तो हुन्छ भने कुनै पनि अनवान्टेड डाटा आइरहेछ भने त्यहाँ तपाईँको सिस्टमको फायरवालले पहिला चेक गर्छ यो डाटा कस्तो छ भनेर। यदि ठिक छ भने त्यसलाई चाहिँ स्क्यान गरेर भित्र पठाउँछ त्यो डेटालाई। यदि त्यसमा कुनै किसिमको भाइरस छ, कसैले एट्याक गरिरहेछ भने त्यसलाई चाहिँ के गर्छ भने होइन त उतै बस, त नआइज, त्यही फायरवालले नै उसलाई उतै राखिदिन्छ र यसलाई यता पठाइदिन्छ। त्यही भएर हाम्रो सिस्टममा फायरवाल एकदमै इम्पोर्टेन्ट छ।